आशिका तामाङको महान काम। आफूले दुःख सुख गरेर कमाएको 1 महिनाको तलब गणेश नेपालीको परिवारलाई दिन। दर्शकबिन नमस्कार, हार्दिक स्वागत छ। केही दिन पहिला मात्रै महानगर प्रहरीसँग भनाभन परेर गणेश नेपालीले आत्मदाह गरेका थिए। उक्त घटना सामाजिक सञ्जालमा अझै आलै छ। सम्पत्ति बेचेर बाइक किनेर पठाउ गरेर आफ्नो परिवार पाल्ने गरेका गणेश नेपाली, उनको मृत्युपछि उनको परिवार भने बिचल्ली छ। के गरेर कसरी खाने भन्ने कुरामा ऊ दिनरात सोचिरहेका हुन्छन्। तर त्यतिकै बेलामा एउटा मानवता भएकी मनकारी दिदी आशिका तामाङले चाहिँ आफूले कमाएको 1 महिनाको तलब गणेश नेपालीको श्रीमतीको हातमा लगेर दिन्छन्। अहिले सामाजिक सञ्जालमा उनको चर्चा निकै भइरहेको छ। आशिका तामाङले अहिले मात्रै नभएर विगत 4 वर्षदेखि उनले दुखी र गरिबहरूलाई यसरी नै सहयोग गर्दै आइरहेकी छिन्। उनको बोली धेरैलाई नराम्रो लाग्न सक्छ, उनको काम गर्ने शैली पनि धेरैलाई नराम्रो लाग्न सक्छ, तर उनी भित्र भएको त्यो मनलाई धेरैले चिन्न सक्दैनन्। आज आशिका तामाङले आफूले कमाएको 1 महिनाको तलब उनलाई दिएर निकै नै पुण्यको काम गरेकी छिन्। सामाजिक सञ्जालमा गणेश नेपालीको बारेमा धेरै तथानाम बोलिरहेका छन्। कतिले सत्यको पक्ष बोलिरहेका छन् भने कतिपय भने यो विषयलाई एउटा मजाकको पात्र बनाइरहेका छन्। कतैबाट पनि कसैले पनि सहयोग नगरेका बेला आशिका तामाङले आफैले कमाएको 1 महिनाको तलब सहयोग गरिरहँदा अहिले उनको चर्चा सामाजिक सञ्जालमा निकै भइरहेको छ। तपाईहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? यदि तपाईहरूलाई आशिका तामाङको काम साँच्चैकै मन पर्छ भने मनैबाट यो भिडियोलाई सेयर गर्नुहोला र कमेन्ट बक्समा आशिका तामाङ लेख्न नबिर्सिनुहोला।